एभ्रिवान सम्पूर्णमा नमस्ते सेवा आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम फाइन रहेको छु। न्यू भ्लग आज म न्यू भ्लग गर्दैछु। नानीहरू खाजा खाने मोमो खाने भन्ने त्यही भएर आज हामी सिमलचौर जाँदैछौँ। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा गएर रेशमा ग्रिन च्यानलमा गएर। एभ्रिवान सम्पूर्णमा नमस्ते सेवा आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम फाइन रहेको छु। न्यू भ्लग आज म न्यू भ्लग गर्दैछु। नानीहरू खाजा खाने मोमो खाने भन्ने त्यही भएर आज हामी सिमलचौर जाँदैछौँ। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा गएर रेशमा ग्रिन च्यानलमा गएर। डेकोरेसन एकदमै राम्रो छ। यहाँ कटेजको सिमलचौरको कटेजको कस्तो छ खाइदिउँ मोमो यम्मी छ मिठो तँलाई कस्तो छ